पार्कभित्र छिरिसकेको छौँ। पार्क चाहिँ देख्न सक्नुहुन्छ है, दामी पार्क छ है। अनि यहाँबाट यता चाहिँ साइकल लेन रहेछ होइन। यो चाहिँ मान्छे कुद्ने, यहाँ चाहिँ हरेक चिजको लेन हुन्छ। साइकल लेन छुट्टै, मान्छेको छुट्टै। आम्मा यो काग होइन ल, कति धेरै काग छ देख्न सक्नुहुन्छ तपाईँले ल। उहु चिजहरू पनि रहेछ है। हगिदियो भने एक एकजनाले हग्यो नि सक्यो है। आम्मामा भुइँभरि हगेर बिजोक बनाएको छ चराले। हगिदियो पनि सक्यो। साइकल लेन छ यहाँ चाहिँ पुरै। यो देखियो त सबै साइकल लेनहरू रहेछ होइन। सबै साइकल लेन फ्रेस हुन्छ मान्छेहरू। टक्क बस्नहरू पनि छ यतातिर, डस्टबिनहरू पनि छ है ट्याक्क लगाएर। रोमानियाको पार्क हो यो चाहिँ होइन। टक्क लगाएर आउनु सक्नुहुन्छ तपाईँहरू पनि। नजिक हुनुहुन्छ नि, पृष्ठी नजिक हुनुहुन्छ नि, पृष्ठी 2 एल्स्टको है यो चाहिँ पार्क। दामी छ। हाम्रो चाहिँ आज छुट्टी भएको कारणले होइन, हिजो पनि छुट्टी थियो, आज पनि छुट्टी छ, त्यही भएर टक्क लगाएर आएको। यहाँ चाहिँ फेरि हग्ला हान्नु डर भयो क्या। यो त हग्छ फिक्स 100% हो। माथि पुरै कागे काग छ है। माथि कागे काग छ, बढी कागे काग छ होइन। फेरि स्याक्ट लगाएर हग्यो भने टेन्सन भयो, फेरि भाग्नुपर्छ त्यहाँ बस्नुमा। चराहरूले खाँदा जाडो नै हुँदैन रहेछ। हामीलाई जाडो भएर नाकबाट सिवान चोइ लाग्दो रहेछ कि खै के पनि। हिँडाइ चाहिँ बबाल हुनुभयो पहिला। अब काठमाडौँ हुँदा बाइक हिँड्नु भयो नि, अब अहिले त यसरी टक्क लगाएर त्यसरी हिँड्नुपर्छ है, किनभने बाइक साइक छैन यता।